गुड मर्निङ सबैजनालाई। म चाहिँ दाउरा खोज्नु गएको। नाना पनि जाने हुने भनेको चाहिँ नाना पनि जानुहुँदैछ। अन्त नाना चाहिँ मालिकले गर्दा टाउको दुखिरहेको थियो। अन्त घरमै बस्नु म गएर आउँछु भनेको मान्नु भएन। घरमै एक्लै अल्छी लाग्छ भन्नुभयो नि त, त्यही भएर नाना पनि जानुहुँदैछ। नाना म भाइ जाँदैछ। हामी 3 जना चाहिँ जाँदैछौँ। यस्तो अप्ठ्यारो बाटो छ, यस्तो अप्ठ्यारो बाटोतिर हिँड्नुपर्छ। अनि जुग्गा पनि फेरि त्यही माथि हाम्रो त्यही जुग्गा कम्ता लाग्दैन। लेकमा त जुग्गै हो बेसी। अब चाहिँ दाउरा बटुल्नु पर्छ। अनि यहाँ तल बिमारी मान्छे नि कमसे घरमा बस्नु भन्ने चाहिँ होइन रे, दबाई खाएर हिँड्छु पऱ्यो। दिदीले चाहिँ काट्नुहुँदैछ। अनि म चाहिँ अब दाउरा खोज्छु। बाहिर चाहिँ ढुक्कभित्र राखिदिएको जुग्गाले साह्रो टोकेर उसलाई होइन। अनि त्यही भएर उसलाई चाहिँ ढुक्कभित्र हालेर राखिदिएको। अनि म चाहिँ यहाँ माथि दाउरा लिनु जान्छु। त्यही दाउरा खोज्नु जान्छु म चाहिँ। जुग्गा चाहिँ किसल बेसी आनम सालिक बाङ्रे। यस्तो जुग्गा गाडी छ। घाँस दाउरा गर्नु चाहिँ लाग्छ होइन, तर जुग्गा देख्दै डर लाग्छ। घाँस बारी दाउरा बारी पुग्नु त जुग्गा टिप्दै ठिक हुन्छ। यति बेसी जुग्गा हाम्रोतिर चाहिँ यति बेसी जुग्गा लाग्छ। अरूमा चाहिँ जुग्गा लाग्दैन। फेरि लेकतिर चाहिँ साह्रै जुग्गा लाग्छ। अहिले झन् त्यही माथि पानी पनि पर्दैछ हो, त्यही भएर म चाहिँ यो दाउरा चाहिँ तानेर तल लान्छु। नाना चाहिँ तल काट्नुहुँदैछ नि त। लस ओ हेर्नु नाना, कम्बरमा दाब बाँधेर, बम्फाको दाब बाँधेर आनमे दाउरा ल काटिदिनु। अब लाग्छ झन्डै त लाग्यो। नानाले चाहिँ दाउरा काट्नुहुँदैछ। लेप्चिनी बुढीलाई कसले सक्छ र? बम्फा पनि यत्रो छ मान्छे। बम्फा जान सक्छ न। अनि दिदीले चाहिँ त्यहाँ काट्नुहुँदैछ। अब चाहिँ बारी पुग्यो भनौँ न। कम्ती लानुपर्छ, बेसी सक्दैन। दाउरा चिसो भएर बोक्नु त सकिँदैन बेसी। हावाले जराको हाँगाहरू टिप्दै दाउरा चाहिँ टन्नै छ नि छन्नु त, तर जुग्गाले गर्दा हो यानो। अब चाहिँ म त नाना चाहिँ यहाँ तल हाँगा झरिरहेको चाहिँ त्यो टिप्नु गएको। अब त्यो टिपेपछि दाउरा पुग्छ। यहाँ चाहिँ काइला दाजुले हाम्रो सोल्टाले दाउरा चिरेर राखेको रहेछ। कुन जोकमा चिरेर राखेको दाउरा हेर्नु, कुहिएछ दाउरा त त्यसै पानी परेर। अब हामी चाहिँ उता गएको। होइन न हाँगा झरिरहेको रहेछ दाउरा त टन्नै छ नि। आनम यो सब्जीलाई भन्छ होइन गुरुबे, यसलाई भन्छन् होइन गुरुबे। कसले गुरुबे खान्छ कमेन्टमा लेख्नुहोस् होला। हामी चाहिँ खान्छौँ है गुरुबेको सब्जी। गुरुबे सोनिया पनि त
है।